Hello everyone, welcome back to my YouTube channel The Magic of Yarn। आज पनि मैले सधैँ जस्तो तपाईहरुको सामु एउटा नयाँ भिडियो लिएर उपस्थित भइसकेकी छु। आज चाहिँ यस भिडियोमा हामीले यो फ्लावरलाई कसरी बनाउने भनेर सिक्ने छौं। ढिला नगरी भिडियो सुरु गरौँ। यो फ्लावर बनाउनको लागि चाहिँ चाहिने सामग्रीहरुमा मैले चाहिँ यो 3 वटा कलरको यार्न लिएकी छु। येलो, ग्रीन अनि पिंक कलरको, अनि एउटा सिजर र हुक लिएकी छु 2 mm को। सुरुमा चाहिँ मैले यो अगाडिको यो बनाउन गइरहेको छु, त्यसपछि चाहिँ ग्रीन कलरको यो बनाउँछौ, त्यसपछि हामीले यो दुईवटालाई जोडेर यहाँ यो पेटलहरु चाहिँ बनाउने छौं। हामीले चाहिँ यो फ्लावरको यो बेस बनाउनको लागि चाहिँ म्याजिक रिङबाट सुरु गर्नुपर्ने हुन्छ। म्याजिक रिङ बनाउँदा चाहिँ यसरी धागोलाई औंलामा बेर्ने अनि यस्तो क्रस बनाउने। यसरी यो बुढी औंलाले समातेर यहाँ क्रोस राख्ने, यसरी धागो तान्ने अनि एकचोटी यसरी क्रोसेट गर्दिने। त्यसपछि हामीले चाहिँ 6 वटा सिंगल क्रोसेट गर्छौं। म्याजिक रिङको भित्र 6 वटा सिंगल क्रोसेट। 1 2 3 4 5 अनि 6। यसरी 6 वटा सिंगल क्रोसेट गरिसकेपछि म्याजिक रिङलाई चाहिँ बन्द गर्छौं। त्यसको लागि चाहिँ यसरी यो धागोलाई तान्ने, यसरी टाइट गर्ने। त्यसपछि यो हाम्रो यो फर्स्ट को यो चेनमा चाहिँ स्लिप स्टिच लगाउने। यसरी अनि यसमा चाहिँ हामीले मार्क लगाउँछौं। यसरी फर्स्टमा चाहिँ यसरी मार्क लगाउने। त्यसपछि हामीले यो प्रत्येकमा चाहिँ 2 वटा सिंगल क्रोसेट गर्छौं र टोटल हाम्रो चाहिँ 12 वटा सिंगल क्रोसेट हुन्छ। एउटामा 2 वटा गर्ने। 1 2 वटा सिंगल क्रोसेट। अब फेरि नेक्स्टमा 2 वटा, एक 2। हामीसँग चाहिँ लास्टमा टोटल 12 वटा हुन्छ। सुरुमा चाहिँ हामीले स्टार्टिङमा म्याजिक रिङमा 6 वटा सिंगल क्रोसेट गरेका थियौं र अब सेकेन्ड रोमा चाहिँ हामीले एउटामा चाहिँ 2 वटा गरेर 12 वटा सिंगल क्रोसेट गर्छौं। यसरी हाम्रो चाहिँ यो सक्यो। अब चाहिँ हामी यो मार्क लगाएको ठाउँमा आइसकेका छौं। यसरी यो मार्कर निकाल्ने, यसरी स्लिप स्टिच गर्ने। त्यसपछि यही ठाउँमा मार्कर लगाउने। अनि अब हामीले चाहिँ एक राउन्ड चाहिँ इन्क्रिज पनि नगर्ने र डिक्रिज पनि नगरेर हामीले चाहिँ यो सबै यो एक राउन्ड चाहिँ यो 12 वटालाई सिंगल क्रोसेट नै गर्छौं हामीले। अब यो थर्ड रोमा चाहिँ हामीले नबढाई नघटाइकन 12 वटालाई नै सिंगल क्रोसेट गर्छौं।
यसरी सिंगल क्रोसेट गर्छौं अनि यो मार्कर निकालेर स्लिप स्टिच त्यसपछि स्लिप स्टिच गरेर सकेपछि एउटा यसरी लिने अनि यो धागोलाई चाहिँ काट्दिने यसलाई चाहिँ पछाडी लिने यसरी यो अगाडिको बनेर रेडी भइसकेको छ। यसै गरेर चाहिँ हामीले ग्रीन कलरको धागोबाट चाहिँ यस्तै खालको एउटा बनाउँछौं। हामीले फुलको पछाडिपट्टिको बेस चाहिँ हामीले ग्रीन कलरको धागो युज गरेर सेम यस्तै तरिकाबाट चाहिँ यो 12 वटा बनाएर यसरी नै बनाउँछौं। तपाईहरुले पनि यसरी नै बनाउनु होला। मैले चाहिँ यो पछाडिको ग्रीन कलरको पनि बेस बनाएर रेडी बनाइसकेको छु। अब चाहिँ हामीले यो दुईवटालाई जोड्छौं। यो दुईवटालाई जोडेर हामी चाहिँ अगाडिको माथितिरको प्याटलहरु बनाउन स्टार्ट गर्नेछौं। यसरी यो हामीले इन गरेको यतापट्टिबाट कुरुसलाई राख्ने, यहाँ पनि यसरी नै राख्ने, धागोलाई चाहिँ यसरी भित्र राख्ने, यसरी 3 वटा चेन लिन्छौं। 1 2 3 3 वटा चेन लिइसकेपछि सेम ए स्टिचमा चाहिँ ट्रिपल क्रोशे गर्छौं हामीले। यसरी दुई पटक धागो बेर्ने, 1 2 3 वटा हुन्छ। त्यसपछि जुनबाट चेन लिएका थियौ त्यहीमा हामीले यो चाहिँ ट्रिपल क्रोशे गर्छौं। यसरी 1 अनि 2 अनि 3 ट्रिपल क्रोशे गरिसकेपछि फेरि 3 वटा चेन लिन्छौं। 1 2 3 त्यसपछि अर्को चेनमा चाहिँ हामीले स्लिप स्टिच लगाउँछौं। स्लिप स्टिच गरिसकेपछि फेरि 3 वटा चेन लिन्छौं। 1 2 3 त्यसपछि ट्रिपल क्रोशे गर्छौं। यसरी दुई पटक धागो बेर्ने कुरुसमा, त्यसपछि सेम ठाउँमा यसरी इन्सर्ट गरेर धागो तान्ने अनि यसरी 1 अनि 2 अनि 3 त्यसपछि फेरि 3 वटा 1 2 3 अनि अर्को चेनमा यसरी अर्को चेनमा चाहिँ स्लिप स्टिच, त्यसपछि फेरि 1 2 3 यसरी दुई पटक 1 2 3 3 वटा भएको छ। यसमा सेममा यसरी गर्ने अनि 1 2 3 त्यसपछि 1 2 3 अनि नेक्स्टमा स्लिप स्टिच। यसरी नै बनाउँदै जाने अनि त्यसपछि यो पुरै यो बनाएर चाहिँ पुरै नसक्ने अलिकति थोरै बाँकी राख्ने अनि त्यसपछि यो भित्र चाहिँ फिलअप गर्छौं। अब चाहिँ यतिको ग्याप भइसकेपछि चाहिँ हामीले यसमा चाहिँ
यसरी बचेको धागोहरूलाई राखेर चाहिँ यो चाहिँ हामीले भर्छौँ। त्यसपछि चाहिँ फेरि कन्टिन्यू गर्दै जान्छौँ र यो पुरै बन्द गर्छौँ। थ्याङ्क यू फर वाचिङ माई भिडियो। यदि तपाईहरुलाई भिडियो मन पर्यो भने लाइक, कमेन्ट, शेयर अनि च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला। अर्को भिडियोमा फेरि भेट हुनेछौँ।